त अनि बिर्द तलाकलाई थाहा हुँदैन नि त अहिले म यो साइला दाइलाई अहिले मैले ठोक्छु नि अहिले फेरि हामी तीनजना एउटै क्याटेगोरीको परेछौँ है कान्छी म मम ड्याड वान क्याटेगोरी वान सिस्टम हामी तीनजना एउटै क्याटेगोरीको ल अध्यक्षले भनेको अघि सुनिन साइला नि फर्स्ट अरे मम सेकेन्ड त अरे टिकटकको भाइरल ओइ ओइ त्यो मम ड्याड त्यो टिकटक अध्यक्षसँग अघि हालेको न भाइरल भएर जान्छ कति कुरा हेर है आज किन के कुरा के भएर अब त्यसबाट मेरो ज्ञान भएर कम्ती गाली गरेको छु घडी नमस्ते गरेको छु त्यो हालिदिइसक्यो होला केटा अनि केटा पक्नै अब हालिसक्यो अघि नै हालिसक्यो केटाहरूले जान्छ त्यो मिलियन भ्यू जान्छ खसी पारेको भाले भनेको छ बुढाले कुन चाहिँले मिलियन भ्यू ल्यायो अब अहिले त होइन टिकटकमा केही बोल्नु मैले त त्यो के भन्ने थियो भने होइन त्यो मैले त मलाई त दिदी हिजो भन्थ्यो नि त्यसले मलाई लभ गरौँ भन्थ्यो नि त त्यसको लाइभमा गएको थिएँ नि त म के के अरे आमालाई फोन गर्नु पर्यो उठाउँछ लाग्दैन त फोन अनि यहाँ लाइनै छ मलाई ब्याग दिनु ल फोन उठा भन्छ त्यसलाई ल त्यो मलाई छक्का हटाउनु न फलो ब्याग दिएर हो छक्का भयो अनि गाह्रो छ हो अहिले त टिकटक दुनियाँमा नि साह्रै गाह्रो रहेछ गाइजहरू होइन यस्तै छ जिन्दगी ठिकै छ केही छैन कहाँ गयो साइला अन्तरे मम मम्मी पनि गयो पथमा सबैजना मेरोमा बस्दिनु त बस्नु तपाईँ ए बोला न हो सबैजना बोल्दैछु बोल्नु न होइन यो काइजिन भनेको नि भागले पो भन्न सक्छ नभएकोले भन्छ त मुझम्म कुरा गर्छ हौ नभएको त नबोला न हौ चाम्लिङ बोला आमा है मेरो चाम्लिङ भएसम्म बन्ने हो नभएको मम ड्याड बोल्न चाहन्छ भने महेश यो को गाडी जाए मान मम ड्याड बोल्नै छोड्यो कहाँ गयो नाना सिस्टर फोन आएर फेरि परिवारको नि मिलियनमा कुदेको छ हौ साइलाले ए कुदा आई डोन्ट केयर मेरो आमा बाउको पनि दिउँ कुदाउँछस् आमा बाउको पनि दिउँ साइला दाइ फोटो चाहिन्छ कुदाउँछस् हाम्रो त आमा युट्युबमा गर्थ्यो भिडियो भगवान राम हामी तीनजना एउटै केटेगोरी हो नि त अनि त ओइ तेरो नाम त पहिला आइडीमा के थियो सुनिता डङ होइन सुनिता डङ मम ड्याड हामी त काण्डावली हुँदैन के हुन्छ त पनि नाङ्गिएको चिज मम ममको त मैले 20 चोटि त उसको त हेरेको मम मेरो त्यस्तो छैन के अरे भिडियो कति हालेको कि युट्युबमा यहाँ सुन्न है हामी नाङ्गिने टोलीहरू बसौँ न एक दिन लाइभ ट्र्याक्टर साइलोले ल्याए पारा भन्दैछ केटाहरूले ओइ सुनिता रङ तेरो नाम भन्नुहुन्न क्या के खानु भएको कति मिठो गरी मैले खजुर खाएको ए अन्त कति स्वाद पर्यो मलाई राम्री छ नि यो पनि मेरो त भुत्लै उखालेर लगेर निधारमा टाँसेर हिँड्नु पनि म डर लाग्दैन भाल्दै छिँदै कसको बखरिन खाइदिएर आफ्नो उस्तो ओइ सुनिते ओइ कान्छी तेरो पनि यिनीहरूले रातो भालेले कुदाएको छ छैन मेरो त किन त
कसरी खै मेरो त कसले यो भिडियो हालेको गर्छ यो फेसबुक र युट्युबमा त्यति हो खै भेट्यो भने एक्लै सुँगाइदिन्थेँ त्यही हो मैले अगाडि भेट्नुपर्छ त्यसलाई मजाले सुँगाएर पठाइदिन्थेँ कि त्यो मेरो भिडियो हाल्नेलाई होइन भाइरल बनाइदिएको पो त यिनीहरूले त झन् छोड्दैन भाइरल बनाएको हो यिनीहरूले छोड्दे माया नमार त्यो डेभिड भेनासँग बोलेको भिडियो क्या त्यो डेभिड भेनासँग बोल्दाखेरिको भिडियो आमामामामाम कसकोमा त मिलियनमा पुगिरहेको रहेछ क्या मा कसम त होइन होला मेरो पनि छ कान्छी साइला तल हेर्न के छ खबर यार अरे मेरो लाडो दोष आएछ ओ लाडो दोष वेलकम छ है हाम्रो केटाहरू छैन के अरे मलाई क्या भोलि रातले पैसा पाएको छ आएको छैन यो मुजीहरू कहाँ मर्यो होला है जीवो लाइफमा यो कालो टी अनिललाई तान्नु ओ कान्छी यो हाम्रो यस्तोमा देखाउँछ नि तल हरियो बत्ती बलेको हुन्छ त्यो चाहिँ को हो त्यो पनि बत्ती बलेको देखाउँछ नि हरियो बलेको हुन्छ नि तल के हो भोलि आयो सन्देश नमिलाउने रहेछ कि हामी तल बसेर हेरेको कालोलाई तान्नु रे के कालोलाई यो सन्देशले ज्ञान नमिलाउने रहेछ सन्देशको लागि छ डबल ट्याप गर्न लगा बर्थडे छ त मौसमको बर्थडे छ सन्देशको लागि मात्र के सबजना हैन बाबा म गएको ड्युटीमा छु म अनि मोबाइल किन्न जान्छु भन्दैछ त होइन अहिले जान्छु छुट्टी भएर जान्छु अब साल दाइ हजुर भाइ के गर्दै हो मोबाइल किन्ने पैसा उठिसकेको छ हेर योसँग मेरो काममा छु भाइ यस सायद यसले काम बल गर्छ राम्रो गरेको छ के किन होला सन्दर्भमा पानी मिसाउने अहिले म छुट्टी हुन आँट्यो अनि जान्छु हो बुढो हो र मेरो पैसा कहिले आइदिन्छ जस्तो हो नि अहिले फोन गर्छु यहाँ ड्युटीबाट निक्लिम न ल पेपरमा हाल्दै सजिलो हुन्छ ल साइलालाई मलाई अनि एउटा जोइन खोज्दै नि त अब एकचोटि यसले भनिसक्यो त त्यहाँदेखि कति पैसा छ हौ भोलेनाथ त बिल्लै हान्न आँट्यो यार बुढोले यार थ्याट यो सुजन छेत्री बहिनीले नि कसको फोटो राखेको कति ह्यान्सी मान्छेहरू कसको यस्तो ह्यान्सी मान्छे त म लक गरिहाल्थेँ किन राखेको यस्तरी फोटो यो भोलेनाथ पनि हेर्छन् है कति रहेछ भोलेनाथ कान्छी तपाईँको केटा खोजिन्छ तिमीहरूको हातबाट फापेन मेरै हातबाट बिहा गरे कति हो 40 केडी हाल्दिन आँटेको बुढोलाई भुकेरै मर्न आँट्यो यिनीहरूलाई पर्दैन साइलो दाइ केटा 40 केडी भनेको केडी भनेको त हाम्रो कति हुन्छ 20 भनेपछि अब म हिसाब गर्छु नि त 19,000 जस्तो हुन्छ होला 18 19,000 जति अनि ज्यानमा छोड्न 100 पाउन्ड हुन्छ बुढो 100 पाउन्ड हुन्छ 150 पाउन्ड हुन्छ होला कि 19,000 मा ज्यान नछोड्न सबै पछि पैसा भन्छस् त हाम्रो यहाँ कुवेतमा चाहिँ 17,400 हुन्छ कुवेतको चाहिँ जन्माएपछि जाँटा नखानु हुन्छ मलाई किन जन्मायो 40 केडी होइन 17,400 हुन्छ